हेलो साथीभाइ सबैजनालाई नमस्कार। फेरि पनि मेरो च्यानलमा मेरो भिडियोमा तपाईहरुलाई वेलकम छ है। यो चाहिँ मेरो सेकेन्ड भिडियो हो। फर्स्ट भिडियो चाहिँ मैले हिजो नै हालिसकेको छु है। हिजो नै हालेको थिएँ अनि युट्युबमा मात्रै युट्युबमा हालेको थिएँ। आज चाहिँ मैले उयसमा पनि हालिदिएको छु, फेसबुक पेजमा बनाएर फेसबुक पेज बनाएर पनि हालिदिएको छु। अनि यो पनि अब फेसबुकमा पनि हाल्दैछु, युट्युबमा पनि हाल्दैछु। अनि मेरो फेसबुक फेसबुकको नाम चाहिँ हो सुमन मोते ब्लग अनि युट्युबको पनि सेम हो। फेसबुकबाट तपाईहरु मैले लिंक माथि दिइराखेको छु, लिंकमा क्लिक गरेर मेरो युट्युब च्यानलमा भिजिट गर्न सक्नुहुन्छ। अनि लाइक गरिदिनुहोस्, मेरो च्यानललाई सब्स्क्राइब गरिदिनुहोस्, माया गरिदिनुहोस् सबैले है। तपाईहरुले नै साथ दिएर सपोर्ट गरेर म बाँचेको मान्छे हो है। फेरि पनि साथ सपोर्ट गरिदिनुहोस्, एकदम यो भाइलाई एकदम माया गरिदिनुहोस्। आज चाहिँ मैले अब घरमा त बसिरहनु अल्छी हुन्छ भनेर चाहिँ आज त एक्सरसाइज गर्नु निस्केको। अहिले एक्सरसाइज गरेर चाहिँ म भर्खरै यो गरेको। अब एक्सरसाइज गरेको भिडियो पनि हाल्ने थिएँ। अनि एक्सरसाइज गरेको भिडियो चाहिँ किन नहालेको भन्दाखेरि अब क्यामेरा पक्रिदिने मान्छे पनि छैन, फोन पक्रिदिने मान्छे पनि छैन। फोनले नै सुट गरेको भिडियो चाहिँ। अनि यो भिडियोमा चाहिँ खास म के भन्न चाहन्छु भने अब यो भिडियोमा चाहिँ अब राम्रो मान्छेहरूलाई चाहिँ अब मभन्दा राम्रो मान्छेहरूलाई चाहिँ मैले अब केही भन्नु पनि सक्दिनँ है। किनकि मभन्दा राम्रो हुनुहुन्छ नि त सबैहरू। अनि राम्रो पनि गर्नु हुँदैछ, राम्रो हुन्छ सबैजना है। अन्त म जस्तो मान्छेहरू पनि त छ, अब म जस्तो अब संसारमा धेरै छ, अब नेपाली कम्युनिटीमा पनि धेरै छ है। म जस्तो अब मेरो चाहिँ अब खुट्टा छैन, खुट्टा चाहिँ मैले गुमाइसकेको छु। 2024 मै गुमाइदिइसकेको छु मैले ठुलो रोगले गर्दाखेरि। मैले फर्स्टको भिडियोमा भनेको छु रोगको नाम चाहिँ मेरो अस्टियोसर्कम फादर अफ क्यान्सर हो। अब जति पनि क्यान्सर भइरहेको छ, जति पनि अब बोन ट्युमर भइरहेको छ, मलाई बोन ट्युमर भएको, बोन ट्युमर पनि भइरहेको, कसैलाई ब्रेन ट्युमर हुन्छ है, कसैलाई के ट्युमर हुन्छ, कसैलाई के क्यान्सर हुन्छ। तर अब क्यान्सर भयो मलाई है। अब मैले केही पनि गर्नु सक्दिनँ। मलाई त झन् अब म मर्छु होला जस्तो लाग्थ्यो। तर त्यो नसम्झिदिनुहोस् कसैले पनि, केही पनि हुनेवाला पनि छैन, केही पनि गर्नु पनि सक्दैन त्यो क्यान्सरले। त्यो क्यान्सर केही पनि होइन। जस्तै अब हामीलाई ज्वरो आउँछ नि त, खोकी लाग्छ नि त कोही बेला, त्यस्तै बिमार हो त्यो पनि। त्यो क्यान्सर पनि केही पनि होइन। त्यो क्यान्सरलाई पनि अब दबाई छ, ट्रिटमेन्ट छ, हस्पिटल छ, हुन्छ त्यो क्या। के टेन्सन ल्याउने कुरै छैन त्यो। अब त्यो सानोतिनो हस्पिटलतिर चाहिँ देखाउने काम चाहिँ गर्नु भएन, त्यो चाहिँ गलत हुन्छ। मैले चाहिँ गलत गरेँ। अब मैले चाहिँ गान्तोकको त्यो सानोतिनो हस्पिटलहरूतिर देखाइरहेँ है। त्यो बिछाको डक्टरहरूलाई देखाइरहेँ, दार्जिलिङतिर देखाइरहेँ। अनि त्यहाँदेखि कसैले पनि सिलगढीमा गएर त झन् सिलगढीमा झन् गलत जग्गातिर अपरेसनहरू गरिदियो। अब खुट्टै बिगारिदियो, अब खुट्टै नचल्ने बनाइदियो। अन्त मैले गुमाउनु पर्यो, मैले खुट्टा चाहिँ गुमाउनु पर्यो। अब म जस्तो छ नि त, कसैको हातै छैन, कसैको खुट्टै छैन, कसैको आँखै फुटेको छ, कसैको अन्धा छ है। म अपाइज हो, म अपाङ्ग भएको छु नि त अहिले त। पहिला नर्मल मान्छे थियो, अहिले अपाइज भएको छु, अपाङ्ग भएको छु। तर आफूले त्यो सोच्नु हुँदैन म यस्तो भएको छु, उस्तो भएको छु भनेर। अनि मैले चाहिँ अब मैले भनेको कारण चाहिँ अब हुनु त हो नि, हामी अब म यस्तो भएको छु भनेर सबैलाई थाहा छ। अब यो भिडियो हेरिरहने मान्छेलाई पनि भाइ यस्तो हो, दाजु यस्तो हो भनेर थाहा छ नि त। तर सबैले त्यस्तो नसम्झिदिनुहोस् होला। किनकि अब हुनुपर्छ, अब हामी जस्तो मान्छेमा पनि हुनुपर्छ, आत्मविश्वास हुनुपर्छ। जाति भइहाल्छ त्यस्तो केही पनि हुनेवाला पनि छैन, केही पनि हुँदैन पनि। अनि कोसिस चाहिँ गर्नुपर्छ। एक्सरसाइज चाहिँ मेन हो क्यान्सर बिमारमा चाहिँ, एकदम ज्यादा एक्सरसाइज हो। ट्युमरहरू हो भने चाहिँ एकदम ज्यादा एक्सरसाइज गर्नु चाहिँ एक्सरसाइजै हो। अब क्यान्सर त भन्छ नि, अब क्यान्सर इज द सेकेन्ड लिड अफ डेथ भन्छ नि। तर त्यो केही पनि होइन क्या, त्यो केही पनि होइन। त्यो बित्थाको त्यो भनाइ हो, त्यो केही पनि हुनेवाला पनि। मलाई त डक्टरले बाँच्दैन, फर्काइदियो यसलाई, हुँदैन त 1 हप्ताभित्रमा मर्छस् भनेको। मलाई त्यो सिलगढीको टप मेडिकल कलेज छ, दार्जिलिङको मेडिकल कलेज त टप हो नि त होइन। त्योभन्दा ठुलो त अब सिलगढीमा त छैन। अब नर्थ इन्डियामा छ त्यही हो नि त सबैभन्दा ठुलो। अब नर्थ इन्डिया अब वेस्ट बेङ्गलमा मात्रै छ नि त त्यो त। अब सिक्किमतिर पनि छ, तर सिक्किमको डक्टरहरूले झन् पत्तो लगाउनु सकेन मलाई क्या, कुन चाहिँ बिमार हो भनेर पत्तो लगाउनु सकेन। भरे अस्टियोसर्कम भएको छ, गाउँठको दबाई खाएर भएको, के गरिदियो त्यस्तो हुन्छ। त्यहाँदेखि राम्रो हस्पिटलतिर ट्रिटमेन्ट गर्नुपर्छ। क्यान्सर जसलाई पनि भइरहेको छ, जसलाई पनि गरिरहेको छ, दार्जिलिङमा पनि हुन्छ। तर दार्जिलिङमा चाहिँ तपाईँहरू पहिला चाहिँ तर एकदम राम्रो ठुलो हस्पिटलतिर गएर, अब ठुलो इन्डियामा चाहिँ क्यान्सर हस्पिटल ठुलो राम्रो एकदम राम्रो बचाउने भनेको चाहिँ केरलामा छ, हैदराबादमा छ, बेङ्गलोरमा छ,
त्यहाँदेखिको भेलोर त अब टपमा मैले चाहिँ भेलोरमा ट्रिटमेन्ट गरेको, भेलोरमा पनि छ। अनि त्यहाँदेखि दिल्लीमा छ, त्यतिमा मात्रै छ क्यान्सर हस्पिटल त एकदम दामी हस्पिटल भनेको, अरू त काहीँ पनि छैन। अरू त छनुको लागि छ, यहाँ ट्रिटमेन्ट हुन्छ भन्छ तर केही पनि हुनेवाला पनि छैन, त्यो हुँदैन पनि हो। त्यहाँदेखिको अब मैले चाहिँ यो अब भिडियोमा चाहिँ के भन्नु चाहन्छु भने अब त्यस्तो केही पनि नसम्झिदिनुहोस् होला, मलाई क्यान्सर भएको छ, मेरो हातै छैन, मेरो खुट्टै छैन, मेरो पनि छैन नि, यी हेरिराख्नुहोस् न, यी छैन, यी त्यो लुकाएको चाहिँ होइन है, फेरि छैन छैन, एउटा खुट्टा एउटा त छ, एउटा खुट्टा छ। अन्त यो चाहिँ मेरो बैशाखी हो, यसमै हिँड्छु म चाहिँ। अनि त्यहाँदेखिको अलिक पछि अब खुट्टाको कलर हेर्नु न, हाफ प्यान्टसँग मिल्ने भइराखेको छ अहिले। अब त्यो 1.5 साल भयो नि त, 1.5 साल भयो यत्तिकै अब हाफ प्यान्टमै बसेको, किनकि प्यान्ट लाउनु हुँदैन, ट्र्याकहरू केही पनि लाउनु हुँदैन, अब त्यो उयो हुन्छ भनेर चाहिँ। अन्त त्यहाँदेखि अब 1-2 महिना बादमा चाहिँ मैले उयो पनि गरेको छु, आर्टिफिसियल लेकको लागि अस्ति गएर नापिसकेको छु, अब आउनु मात्रै बाँकी छ, अब बनिसकेर चाहिँ मलाई बोलाउँछ। अनि त्यो आर्टिफिसियल लेकमा पनि अब मलाई आशारिका फाउन्डेसन, हाम्रो सुनदा आशारिका फाउन्डेसनले धेरै हेल्प गरेको छ, पहिला बिमारमा हुँदाखेरि हेल्प गरेको थियो। थ्याङ्क यू सो मच आशारिका फाउन्डेसनलाई, थ्याङ्क यू सो मच। त्यो खुट्टाको लागि पनि उहाँहरूले नै मलाई गरिदिनु भएको हो, थ्याङ्क यू सो मच। अनि म जस्तो मान्छेहरू चाहिँ अब त्यस्तो सोच्नु भएन, यस्तो हुन्छ होला उस्तो हुन्छ होला, यस्तो हुँदैन, हामी गर्नु सक्दैनौँ, अब म चाहिँ के भइहाल्छु, त्यस्तो केही हुँदैन क्या, केही हुँदैन, बिस्तारै हुन्छ, बिस्तारै अब भइ त हाल्यो, भइहाल्यो, सकिहाल्यो। अब बिस्तारै फेरि बढ्नुपर्छ अगाडि, फेरि बढ्नुपर्छ, बिस्तारै बढ्नुपर्छ अगाडि होइन। सबैले माया गरिदिनुहोस्, मेरो च्यानललाई लाइक गरिदिनुहोस्, सब्सक्राइब गरिदिनुहोस्। अनि म यो फेसबुक पेजमा पनि हालेको छु यो भिडियो, अनि फेसबुक पेजबाट पनि मैले फेसबुक पेजमा पनि मेरो युट्युबको लिङ्क हालिदिएको छु, लिङ्कमा गएर तपाईँले भिजिट गर्नु सक्नुहुन्छ मेरो अब युट्युब च्यानल। अनि लाइक गरिदिनुहोस्, सेयर गरिदिनुहोस्, कमेन्ट गरिदिनुहोस्। अब यो भिडियोमा कतिवटा गल्ती पनि त भएको छ होला, अब मलाई अब गल्ती भएको छैन जस्तो लागेर अब भिडियो बनाउँदैछु त, तर गल्ती पनि त भएको छ। तपाईँहरूले अब गल्ती भएको ठाउँमा चाहिँ भाइ यस्तो हो, दाजु यस्तो हो, साथी यस्तो हो भनेर अब गल्ती निकालिदिनुहोस्, गल्ती अब कमेन्ट गरिदिनुहोस्, गल्ती कहाँ भएको छ, के भएको छ है। त्यहाँदेखि अब तपाईँहरूकोबाट पनि धेरै सिक्छु। अब धेरै म सधैँ भ्लग, सधैँ भिडियो बनाउँदै हाल्नेछु, युट्युबमा पनि हाल्छु, म फेसबुकमा पनि हाल्छु। माया गरिदिनुहोस्, सेयर गरिदिनुहोस्, सपोर्ट गरिदिनुहोस्, तपाईँहरूको सपोर्टले नै म अगाडि बढ्दैछु। तपाईँहरू नभएको भए, तपाईँहरूले सपोर्ट नदिएको भए आज म सायद यो संसारमा हुने पनि थिइनँ होला, अस्ति नै यो संसारबाट मेरो बिदा पनि भइसकेको हुन्थ्यो होला है। अनि एकदम ज्यादा माया गरिदिनु भयो, त्यसको लागि धेरै धेरै धन्यवाद है। अनि फेरि पनि माया गरिदिनुहोस्, सधैँ माया गरिदिनुहोस्। म त सधैँ तपाईँहरूलाई थ्याङ्क यू सो मचै भन्छु है, धन्यवादै भन्छु, किनकि मलाई नयाँ लाइफ, मेरो नयाँ जीवन दिने नै तपाईँहरू हो है। पहिला चाहिँ म अब मरिसकेको मान्छे हो नि त, मरिसकेको, भेलोरमा गएर पनि उयो अब त्यस्तो खुट्टा काटिनस्, स्टिलहरू लगाइस् भने चाहिँ मर्छस्, अब मर्छस्, तेरो लाइफ बाँच्दैन नै भनेको थियो। त्यहाँदेखि खुट्टा काटिस् भने चाहिँ अब छ चान्स, तर कम्ती छ अब त्यो बाँच्ने चान्स चाहिँ भनेर भनेको थियो। 30% दिएको थियो, 70% चाहिँ मर्छै भनेको थियो। 30% चान्समा चाहिँ अब जेसुकै होस् भनेर त मैले काटिदिएँ खुट्टा। अब खुट्टा काट्नु चाहिँ कसलाई मन लाग्दैन, अब मन लाग्छ र कसलाई पनि मन लाग्दैन नि होइन, आफ्नो खुट्टा अब आफ्नो हिँड्ने होइन, त्यो त अब जाँदाखेरि त मन त लाग्दैन नि, अब के गर्नु, समय परिस्थिति बाध्यता अनि त्यस्तै हुन्छ है मान्छेको। तर अब हाम्रो युथहरूले अहिले अब गलत काम गरिरहेको छ नि त होइन, युथहरू। अब म पनि युथै थिएँ, अब अहिले त आफूलाई युथमा गर्नु पनि अब सक्दिनँ, किनकि म केही पनि अब युथहरूले गर्नु सक्ने चाहिँ सक्दिनँ नि त। अब कामहरू गर्नु त सक्छु, तर अब अलिक बिस्तारै गर्नु सक्छु नि त होइन। त्यहाँदेखिको अब युथहरूले अब सिगरेट खाइरहेको छ, बिडीहरू तानिदिइरहेको छ, बिडी सिगरेटहरू तानिदिइरहेको छ, गाँजा तानिदिइरहेको छ, ड्रग्सहरू लिइरहेको छ, त्योहरू चाहिँ प्लिज नगरिदिनुहोस्। त्योहरूले चाहिँ एकदम ज्यादा तपाईँहरूलाई उयो गर्छ। अब सबैलाई हुन्छ भन्ने चाहिँ छैन है, सबैलाई चाहिँ अब हुन्छ भन्ने चाहिँ छैन, तर कसैको शरीरले थाम्दैन क्या। मैले पनि पहिला सिगरेटहरू तान्थेँ होइन, सिगरेटहरू तान्थेँ, अब सिगरेटहरूले चाहिँ केही पनि हुनेवाला पनि छैन, त्यो सिगरेटहरू बित्थाको कुराहरू हो, त्यो अन्त आफ्नो ज्यान गुमाउने कुरोहरू मात्रै, आफ्नो फिजिकल्ली पनि हुँदैन, मेन्टल्ली पनि राम्रो गर्दैन त्यसले चाहिँ। मलाई पनि अब ठुलो मान्छेले चाहिँ पहिला तान्दाखेरि त्यसै भन्थ्यो नि, अब राम्रो सम्झाउँथ्यो नि, अब कति अब म पनि रिसिन्थेँ होइन। खाए त खाएँ नि, अब मेरै त खाएँ, कसको खाइदिएर त्यस्तो हो त्यो, तर त्यस्तो होइन रहेछ क्या। अहिले त अब अलिक उयो पनि लाग्छ मलाई, त्यस्तो नभन्नु पर्ने थिएछ, त्यस्तो नगर्नु पर्ने थिएछ होइन।
अहिले पछुतो पनि हुन्छ। अब त्यसले गर्दाखेरि नराम्रो भयो नि त अब सिगरेटहरूले नै। अन्त अब कसैको शरीरले थाम्छ, कसैको शरीरले थाम्दैन। मेरो शरीरले थामेन। अब मलाई मेरो रियाक्ट भइहाल्यो, मेरो रियाक्सन दिइहाल्यो। अब सिगरेट तानेको 2-3 सालमै अब यस्तो भइदिइहाल्यो होइन। त्यहाँदेखि त्यस्तै अब फेरि पनि तपाईँहरूलाई अर्को भिडियोमा पनि म अब भन्नेछु, कुराकानी गर्नेछु है तपाईँहरूसँग। तपाईँहरूलाई अब के राम्रो के नराम्रो अब मलाई जे जति थाहा छ अब त्यो तपाईँहरूलाई भन्नेछु। अनि लाइक गरिदिनुहोस्, कमेन्ट गरिदिनुहोस्, यो भाइलाई माया गरिदिनुहोस्। तपाईँ सानो हुन्छ भने दाजु सम्झेर मलाई माया गरिदिनुहोस्। तपाईँहरू अब मभन्दा ठुलो हुन्छ भने यो भाइ सम्झेर, आफ्नै भाइ सम्झेर माया गरिदिनुहोस्। तपाईँहरूको माया सपोर्टले नै म अगाडि बढ्दैछु। फेरि पनि सपोर्ट गरिदिनुहोस्। थ्याङ्क यू सो मच वन्स अगेन, थ्याङ्क यू सो मच। अनि मेरो हृदयदेखि धन्यवाद तपाईँहरूलाई, मेरो हृदयदेखि धन्यवाद छ। अनि मेरो च्यानललाई पनि सब्सक्राइब गरिदिनुहोस्। फेसबुकमा पनि आउँछ भिडियो, फेसबुकबाट तपाईँहरू त्यो लिङ्क दिएको छु मैले, लिङ्कमा क्लिक गरेर मेरो च्यानलमा जानुहोस्। युट्युब च्यानलमा पनि सब्सक्राइब गरिदिनुहोस्, लाइक गरिदिनुहोस्, हेरिदिनुहोस् है। के गल्ती भएको छ बुझाइदिनुहोस्, कमेन्ट गरिदिनुहोस्। थ्याङ्क यू सो मच।